नमस्ते, मेरो नाम अनुप। यताउति देखिरहनु भएको छ ठामठाममा। मैले नि आज यसो यो आज सानो भिडियो बनाऊँ भनेर कि, किन भन्दाखेरि आज स्पेसल डे एउटा मेरो लागि त होइन, एक किसिमले मेरो लागि पनि स्पेसलै हो। तर हाम्रो यहाँ राजीव भाइ, तपाईँले राजीव भाइलाई पनि देखिरहनु भएको छ हाम्रो यसो एडभेन्चरमा धेरै जस्तो हामी सँगै हुन्छौँ। अनि त्यसपछि अन द ब्याक माई कजन हियर, होइन, ऊ चाहिँ फेरि फिल्मिङ भनेपछि फेरि एकदमै इन्ट्रेस्ट भएको मान्छे। अनि राजीव भाइ चाहिँ हिजो भर्खर बेलुका आइपुगेको। अनि आज चाहिँ उसको फर्स्ट डे इन ल्यान्ड अफ फायर एन्ड आइस। वी आर इन आइसल्यान्ड। कस्तो भयो त नि नेपालबाट यहाँसम्मको जर्नी? राम्रै भन्नु पऱ्यो। विदेश यात्रा भनेपछि अब घुमघाम, कतार पनि देखियो, कतार पनि पुगेदैन है। डेनमार्क पनि बाहिर निक्लिएर घुमियो अलिकति। अब आइसल्यान्ड आइपुग्यो। चारैतिर घामभन्दा पनि चिसो, चारैतिर रुखै छैन अरे। त हिजो त अनि कट्री लगाएर आइपुगेछ नि त। कस्तो भयो त अरे? हिमालय नि यति भनेर भन्न खोजेँ नि, तर सक्दैन रहेछ। हिमालबाट आएको भनेर कट्री लगाएर आएको, अलिक गाह्रै भयो त। अनि नेपालको इमिग्रेसनमा के कस्तो अनुभव भयो त? के कुरा गर्नु, अब भिजा पनि छ, श्रम पनि छ, जान नदेला भने अर्काटे उनीहरूले त्यति त्यो आफ्नो पावरको गाडी युज गरेको हो कि के हो, पुरै बुझ्न सक्दैन त। अब खै अब एकदम त्यो किचकिच घुस खान खोज्यो होला दाइ त्यो घुसियाहरूलाई। अब के भन्नु? अनि घुस त अब ठाडै घुस खान खोजेको। अब एउटा यसको बारेमा कुरा गर्दा कि तपाईँहरूको अब होइन, एउटा नेपाली कति ठुलो एउटा शोकले, एउटा रहरले र एउटा बाध्यताले, सबैभन्दा ठुलो कुरो होइन, बाध्यताले विदेश जान्छन् काम गर्नलाई। तर हामी नेपाली जुन चाहिँ नेपालीमै बस्छौँ नि, हामीले उनीहरूको लाइफ झन् गाह्रो बनाइदिन्छौँ क्या। जस्तै अब यो भाइहरू श्रममा गयो। अब श्रमले यिनीहरूलाई मागेछ कम्पनीको एड्रेसबाट इमेल पठाउनै पर्छ, नत्र भने हामी तिमीहरूलाई दिँदैन भनेछ श्रम। अब यता कम्पनीको एड्रेसै छैन। भनेको मतलब चाहिँ अब कम्पनीको नाम भाइकिङ राफ्टिङ, तर यहाँ आइसल्यान्डमा चाहिँ जस्तै भाइकिङ राफ्टिङको चाहिँ अफिसियल नाम चाहिँ अर्कै छ। अनि पर्मिट त अब केटाहरूले अब अफिसियल नामबाट पायो। अनि त्यो अफिसियल भएको नामकै इमेल एड्रेस इमेलबाट पठाउनु पर्यो अरे। अब छँदै छैन त कहाँबाट पठाउने, नत्र हुँदैन अरे। अनि पछि कानमा गएर खुसुक्क चाहिँ यसो मिलाउन मिल्छ भनेछ अरे। अनि बिचरा अर्को बहिनीले चाहिँ ल नि त 5,000 दिन्छु भन्दाखेरि होइन, 5,000 भन्दा धेरै पर्छ भनेर 30,000 मागेछ हेर्नुहोस्। होइन, 30,000 इट्स बिग मनी फर मेनी अफ दिस नेप्लिज है। अनि त्यो त अब समस्या भएन। अब यो भाइहरू अब आउँदाखेरि एयरपोर्टमा हिजो नेपालको एयरपोर्टमा यसलाई झन्डै रोकिदिएछ। अनि अर्को बहिनी पनि आज बेलुका आइपुग्छ। बहिनी अहिले भेट्छौँ हामीले होइन, आज बेलुका आइपुग्छ ऊ पनि। अब त्यो बहिनीलाई पनि जानै नदिएछ। बहिनीलाई माग्दैछ पास के अरे एमबिसीबाट साइन गरेको चाहिँ डकुमेन्ट दिनु पर्यो अरे। कस्तो डकुमेन्ट भनेको अब एमबिसीबाट साइन गरेको अरे। अनि त्यो बहिनीले मलाई फोन गरे यता आइसल्यान्डमा। मैले अनि हेर बहिनी, उनीहरूलाई भन यहाँ अहिलेसम्म यो कम्पनीले मान्छे लगेको 20 वर्ष हुन लागिसक्यो, अहिलेसम्म कसैले केही डकुमेन्ट मागेको छैन यस्तो। यु हेभ अल द डकुमेन्ट्स होइन, तिमीसँग अब यो देशले अब भ्यालिड गरेको डकुमेन्ट छ, त्यो देखाउ दाजु भनेको। हुँदैन दाइ, म त के गर्नु, यिनीहरूले त जानै दिन्न भनेछ भने। अब मैले के भन्ने त अब होइन। मैले त्यो बहिनीलाई भने हेर बहिनी, अब रोइदेऊ, उहाँ रोइदेऊ, चिच्चाइदेऊ, मजाले चिच्चाइदेऊ होइन। अब म त बिजोग हुने भयो, अब मेरो त 1.5 लाख 2 लाख रुपियाँ जाने भयो, अब मेरो त केही पनि छैन, म त झुन्डेर मरे पनि हुन्छ भनेर मजाले रोइदेऊ, चिच्चाइदेऊ। अब गर्ने के हामीले? अब के गर्नु, मेरो मन्त्री छैन, फोन गर्न मिल्दैन कतै, अब तिम्रो कोही पनि छैन। अब रोइदेऊ, मजाले रोइदेऊ। किन भन्दाखेरि यु नो द्याट इट्स आवर राइट, हाम्रो राइट थियो होइन। तिमी नजान पाउने त्यहाँ चान्सै छैन होइन। भनेको मतलब अब तिमीले के अरे तिमी सब सत्यतामा छौ, तिमी जान 100% पाउँछ। यिनीहरूले रोकेको मात्र हो, यिनीहरूले पैसा खानु खोजेको। अब के गर्छौ त नि? अब तिमीसँग खुवाउनलाई पैसा छैन, रोइदेऊ, मजाले रोइदेऊ। अनि आधी घन्टापछि फेरि मलाई फोन गर है त भनेर मैले राखेँ। आधी घन्टापछि पनि फोन आएन। अनि के भयो, के हुँदैछ भनेर म्यासेज पठाएको। दाइ म त के गरौँ यिनीहरूले त जानै दिँदैन दाइ भने। होइन रोइदेऊ मजाले, अझै के गर्नु छ सबै गरिदेऊ भनेको। अनि त्यसको त्यस्तै 15 मिनटपछि चाहिँ
बल्ल तल्ल छोडिँदा यिनीहरूले आउँदैछु म भन्दैछ अब सी विल बी अराइभिङ टुनाइट होइन फर द फर्स्ट टाइम इन युरोप एउटा हामीले पनि एउटा नेपाली बहिनीलाई होइन एउटा नेपाली छोरी मान्छेलाई चान्स दिएको हो एउटा एडभेन्चर लाइनमा होइन इट्स प्राउड मोमेन्ट फर अस अल्सो सम वान फ्रम नेपाल हु इज गोइङ टु रिप्रेजेन्ट नेपालिज इन आइसल्यान्ड होइन एज अ एडभेन्चर गाइड हियर वी आर the big airport receiving all our gears for rafting I'm walking, 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 मेरो कुरा भएर होइन भन्न हिजो त्यो केटालाई काजल रहेछ क्या स्विडेन ब्याग बोक्यो अरे के कोपोनेगनबाट क्या अनि कति टाढा छ भनेको जम्मा 7 किलोमिटर हो हिँड्दै जान्ला अरे अनि भाइ कस्तो छ त नि आजको दिन गेटिङ बेटर इनसाइड द कार दाइ आउटसाइड सगरमाथाको टुप्पामा जतिकै चिसो रहेछ त यतातिर अनि खासै त्यस्तो चिसो त छैन यसले ढाँटेको बाहिर 25 डिग्री छ टी सर्ट लगाएर हिँडिरहेको छ यसलाई जाडो भयो अरे अनि त हजुरको नि त दुइटा ज्याकेट छ नि एउटा दुइटै अनि यो त त्यही गरी वेदर बिग्रिहाल्छ कि भनेर लगाइहालेको नेपालमा बनेको चाहिँ होइन अरे एउटा साइड साइडमा बसेको छ नि त पुरो बल्ल बुझेछ मैले राति त रक्सीको तालमा रक्सी खाएको तालमा गाडी पार्किङमा पार्क भइरहेको गाडी है त्यो अब कति धेरै झनै 17 वर्ष अगाडिको कुरो सब पार्टी खाएर आएको सबजना आएर कोठामा सुत्नु गएको मान्छे बिहान त एकैचोटि पुरा बोलाउँदै आउँछ के हो केटा अझै उठेको छैन ए मान्छे कहाँ घुमेर आइसक्यो खोइ उठ 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 भनेर कराएर छ टाइसन कहाँबाट करायो भने के हो फेरि कराएकै छ नि त ए मान्छे पुलिस थानामा पुगिरहेछ कहाँ भनेपछि कहाँ पनि यसो खुलेको के भन्छ यसले भनेर ब्रोले त अब कतिखेर सुतेको मान्छे सबैजना सुतेको समय उठिवरी पार्किङबाट गाडी लिइवरी गाडी पनि फेरि कम्पनीको भर्खर गियर बक्स हालेको गाडी लिइवरी ब्रोले त चट्ट कुदाइरहेछ 7-8 किलोमिटर है त्यही पनि गियर नम्बर 1 मा उसले फेरि त्यही दिन सिकेको गाडी चलाउने कि अलिकति त्यहाँ गियर नम्बर 1 मा कुदाइरहेछ 7 किलोमिटर जस्तो त्यहाँबाट अब त्यहाँनिर अब के भयो भन्दाखेरि चाहिँ जुन चाहिँ साथीसँग आयो नि हो त्यो साथीले भनेको अनुसार चाहिँ गाडी गएर बाटोको छेउमा के अरे फेन्समा गएर हान्दैछ उसले भन्छ होइन गाडी साइडमै रोडकै छेउमा थियो मलाई रोकेर अनि हामीले पुलिस बोलाउँछु भने मैले चाहिँ होइन म घर जान्छु भनेको गाडी चाहिँ उसलाई थाहा नि बेहोसी अनि त्यो काण्डमा पऱ्यो भने त परेर अनि पैसा पनि तिर्यो नि होइन 1.5 लाख 2 लाख कति तिर्न